हे 5 हातको हलो मुनि 12 हातको सोइला 5 हातको हलो मुनि 12 हातको सोइला यिनकी छोरी अझै पनि गाकी रहन्छे पहिला गाकी रहन्छे पहिला हे मेरो सतुरी हो भन्दा कुन थियो लत्तै पहिला गइदिए नि भन्थ्यो नमस्ते च्याजले ए केटो मान्छे देख्नै हुन्न पारी हाल्थिस् ल केटो मान्छे देख्नै हुन्न टिङ 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 परेको पारी हाल्थिस् ल केही पुलिस लत्त पहिला गए हुन्छ अब हे धन्न तैले बाउको ज्यान बचाइस् 12 तोला सुन कता पचाइस् नमस्ते च्याजले युकेमा धेरै दुःख भोग्या हो जहिले पनि कन्छ युकेमा धेरै दुःख भोग्या हो जहिले पनि कन्छन् यो लुरीलाई चिनाउँछन् र कान्छी आमा भन्छन् हे हाम्रो ठुलबाले यस्तालाई काँडा मन पारे ठुली आमा भन्दा निधारे हे कत्रो टेक्निक लाउँदा रहेछन् यी बाङ्गेको तोरी कत्रो टेक्निक लाउँदा रहेछन् यी बाङ्गेको तोरी जाँदा मुद्दा आइलागेछ त्यही लान्छन् छोरी छोरी हे मेरो जीवन डामाडोल भयो छोरी भागी जागिर एकल महिला रहेछ नि मजै दुःख पाके तिम्रै बहिनी उहाँ के गर्बे पत्ता भर त नि कान्छी बन्न आकी पुछ्देऊ मेरो आँसुको धारा यिनै हुन् बुढेसकालको सहारा नमस्ते च्याजले मनी फर्की घर आम्ला राम्री अलिने नि हराएर ठिकै भयो तिमी होला छिनी ए हराइदियो भगवान नारायण घर बिग्रा थियो सासुकै कारण नमस्ते च्याजले कहिल्यै सुसार गर्ने होइन गोठमा माली गाईको सासु हल्का फुस्केकी थिए बुहारी झनै साईको हे पागलहरू तर्किँदै गाछ कानमा तेल हाले झै भाछ नमस्ते च्याजले मेरो ठुलो मान्छे बाङ्गो दिमाग पनि बाङ्गो ए युके गएर आएपछि हुँदै गाछन् नाङ्गो हे स्याहार्दैन अबला नारी कटाउला नि 9 डाँडा पारी नमस्ते सम्धी कस्तो हो भनेर पाइयो मौका चिन्ने नातिको बे गर्ने बेला बुढी ल्याउँदै हिँड्ने हे कुन दिन युकेमा गइछन् अझै हेर बाउ भन्दै रहेछन् नमस्ते नाति देख्दा पनि छाती हेर मेरो अझै मेरो गएको छैन जवानीको रस कान्छी गाउँले कुरा काट्छन् यसै तिमीलाई मलाई फटाना भनेर कुरा काट्लान् तर घर धानेर बस खुसी छु म कति रहेछौ तिमी सौभाग्यवती